हेलो नमस्ते, सन्चै हुनुहुन्छ सबैजना। आज तपाईँहरूलाई चाहिँ म विदेशको ठाउँहरूमा सहरहरू बसाउँदाखेरि होइन कसरी प्री प्लान तरिकाले एकदमै धेरै स्पेस राखेर बनाएको हुन्छ भन्ने कुरा देखाउँछु है। यो हेर्नुहोस् है, यो यता रोड हो, यहाँबाट यता चाहिँ प्री प्लान गरेको त्यो के हुन्छ नि फुटपाथ स्पेस जस्तो पुरा यति फराकिलो ठाउँ राखेको छ नि यहाँनिर होइन। यो हिँड्ने मान्छे पनि खासै देखिँदैन होइन। अर्कोपट्टि पनि त्यस्तै ठुलो ठाउँ राखेको छ। हिँड्ने मान्छे त्यति धेरै त छैन, तर अब यो टाइम अनुसार पनि हुन्छ होला। यो अहिले चाहिँ दिउँसोको मध्याह भएको भएर होला होइन। यस्तो धेरै चट्ट ठाउँ राखेको हुन्छ कि मान्छे हिँड्न ओर्न साइकल यात्रीहरूको लागि भनेर साइकल लेनहरू पनि चट्ट छुट्याएको हुन्छ होइन। यो किन आवश्यक छ भने अब पहिल्यै सुरुबाट खचाखाच भयो भने भोलि त्यो अब ठाउँहरू विस्तार गर्नु पर्यो भने हुन्छ नि त, फेरि भत्काउनु पर्ने। अहिले जस्तै त्यो पहिला त्यही भएको हो कि प्लान नभएर गाजाङ गुजुङ बनायो। अब बिस्तारै बिस्तारै आवश्यक पर्दै जान्छ यस्तो कुराहरू होइन। आवश्यक पर्दै गएपछि भत्काउनु पर्ने त। अनि त्यो बेलामा सरकारले ज्यादती गर्यो होइन, डोजर चलायो दुनियाँ। अब विपक्षमा बस्ने मान्छेहरूले उचाल्ने त्यस्तै, न्युज रिपोर्टरहरूले उचाल्ने त्यस्तै हुन्छ होइन। तर जब आवश्यक पर्छ त्यतिखेर फेरि भत्काउनै पर्ने हुन्छ, पहिल्यै प्री प्लान गरेर नबनाएपछि होइन। अब यहाँ हेर्नु त, यो पहिल्यै प्लान गरेर बनाएको हो, पछि यो घरहरूलाई केही असर गर्दैन नि त यो कुराले त होइन। जति फराक बनाउनु पऱ्यो पनि यो चाहिँ मजाले पुग्ने छ क्या यहाँनिर पछि बनाउनु पऱ्यो भने पनि। त्यही माथि बस्ने ठाउँहरू चट्ट बनाएको छ होइन। रुख बिरुवाहरू कति दामी प्लान गरेर चट्ट पारेर बनाइराखेको छ यो होइन। अब यसले यो थोरै तत्कालको लागि सोचेर बनाएको होइन नि त। यो त फ्युचरमा धेरै लामो हजारौँ वर्ष, सयौँ वर्ष, हजारौँ वर्ष पछिसम्मको लागि हुने गरी यो ठाउँहरू स्पेस छोडेर बनाइराखेको छ प्लान गरेर होइन। हेर्नु त मान्छे पनि त्यति छैन हाम्रो त। त्यस्तो प्रायः जस्तो सहर एरियाहरूमा, अलिक सहरी एरियाहरूमा हिँड्ने मान्छेहरू त एकदमै धेरै हुन्छ नि त होइन। तर यहाँ त्यति साह्रो मान्छे पनि देखिँदैन, कार्यव्यस्तताको कारणले हो होइन। अब दिउँसोको अहिले दिवा सपनाको मध्याह भएर नि होला, तर बिहान बेलुका यहाँ मान्छे हुन्छ धेरै हिँड्ने, साइकल चलाउनेहरू। त्यो कारणले आवश्यकता भन्ने कुरो चाहिँ उतिखेरै बनाउन सकिँदैन क्या। पहिल्यैबाट यो पछिसम्म आवश्यक पर्छ भन्ने कुराको निर्देश गरेर सहरहरू बनाउँदा चाहिँ पछिसम्म त्यसले एउटा रूप पनि दिन्छ होइन। अनि पछि अब जनतालाई पनि असर गर्दैन, सरकारलाई पनि अब दमन गरे जस्तो गरेर काम गरिरहनु परेन होइन। त्यो भएर पहिल्यैदेखि प्री प्लान गरेर बनाउनु लागेको हो। अहिलेको सहरहरू अब भत्काएको ठाउँहरू चाहिँ बिस्तारै भत्काएर यसै गरी चाहिने ठाउँ जति चाहिँ